भनौँ भनौँ त्यो अघि नै फ्रिजभित्र हालेर उठ गएन किनभने त्यो फ्रिजभित्र छ नि त त्यसले सबै रिलेट गरेको धेरै हुन सक्छ अनि त्यसपछि अनि तँलाई चाहिँ आफ्नो घर जानु छ होइन अनि तेरो घरको अगाडि चाहिँ एउटा खोला छ होइन त्यहाँ चाहिँ एकदम धेरै पानी छ त्यो पानीमा चाहिँ गइ नै गइबस्छ त्यति धेरै पानी पनि छैन त मजाले पुल छैन त्यो खोलामा अनि त्यो त मजाले हिँडेर जान सक्छस् होइन तर त्यहाँ त्यो खोलामा गइ नै गइ छ अरे होइन तर त्यो दिन चाहिँ तिनीहरू लाइनको बर्थडे खाना गइ थिए नि त्यही भएर त्यो तिनीहरू लाइनको बर्थडे खाना गए होइन तै पनि त्यो पुल खोला तरेर जाँदाखेरि त्यो केटी मरी कसरी किन मरी कसरी मरी तिनीहरू गएपछि अब खोलामा बचाउने मान्छे भएन कसरी के बचाउने मान्छे कोदेखि बचाउनु पर्यो पानी पनि थोरै छ त्यो हिँडेर जान सक्छ गोहीहरू नि छैनन् ऊ सजिलै जान सक्छ तर ऊ जान सक्छ ऊ बिरामी भएको थियो तर ऊ मरी होइन गलत बिरामी नि भएन भएन ऊ मरी कसरी मरी सोच न दिमाग यो लास्ट क्वेसन हो दिमाग लगा अलिकति ऊ मरी मरी के पक्लकै पुक्लु जान नसकेर मर्यो अब कसरी पो मरी के खोलामा पुगेपछि ऊ मरी के खोलामा पुगेपछि ओइ सोच न छिटो सोचिरहेको छु खोला पुग्ने बित्तिकै मरी भ्याक्लाकै मरी त्यहाँ जान राति मरी खोलामा गई तर्दै थियो खोला बिचमा यस्तो गरी जहाँसुकै खोलामा पुगेपछि मरी अब जहाँ गएपछि जहाँसुकै मरोस् कहीँ जान लाग्यो के अरे खोला पारि त यो खोला कसरी मरी किन मरी म भनौँ आन्सर जनावर आएर खायो होला होइन जनावर सबै बर्थडे खान गइ थिए बर्थडे म भनौँ त्यो अघि नै माथिबाट खसेको फलामको अन्डा थियो नि त्यो त्यसको टाउकोमा आएर लाग्यो अनि मरी अनि फलामको अन्डा त फुटेन भन्दै थिइस् ए फुटेन कहिले के भने मैले माथिबाट खसेन कतिवटा माकी भयो भनेको एउटा माकी भयो त्यो फलामको अन्डा तैले किन खसेन पनि भनेको अनि अचम्म भयो पनि भनेको त्यो चराको अन्डासँग त्यो त मैले एक्स्ट्रा यतिकै जोडेको क्वेसन हो ताकि मैले त्यो तँलाई भुलाउन सकोस् भनेर बुझिस् उसले उता सुरुको क्वेसनमा गएर उसले रिलेट गरे हजुर साथीहरू आजको लागि यति नै मैले कतिको पनि एउटा एन्सर भनिन जस्तो लाग्छ कुनै भनी एउटा हात्तीको भने थिइस् फ्रिज खोलेर हाल्यो भनेर अहिले अनि अर्को दुईटामा एउटा पनि भनि थिएँ त्यो अर्को भिडियो हो क्या त्यो यो अर्को आजको लागि यति नै राम्रो लाग्छ भने हजुर।